यसमा पनि एक दुईवटा गरेपछि अलिकति स्पष्ट भइहाल्छ हैन। अब यसलाई पनि के लेखौँ, the augmented matrix of given system is भनेर लेख्ने है। अब त्यो लेखिसकेपछि यसलाई त म्याट्रिक्स उसमा फर्ममा लगिदिउँ है। अब लगिदिउँ यसलाई आर्गुमेन्टेड म्याट्रिक्स फर्ममा। अब 3 छ, -3 छ, 9 छ, -2 छ, अनि 11 11 5 छ है। ल यो भयो, यो चाहिँ हाम्रो क्वेसनमा छ। अब के भने चाहिँ अब यो र यो इक्वल हुनु, यो र यो 1 हुनु पर्यो। अब 3 र -2 को ठाउँमा 1 1 आउनु पर्यो, अरु सबै 0 हुनु पर्यो हो। अब यसको लागि के गर्ने, अब यसलाई 1 बनाउनको लागि यसलाई 1/3 गर्दा हुन्छ, अभियसली हुन्छ हैन। अब गरौँ त्यसो भए पर्फर्मिङ। अब यो भनेको R1, यो भनेको R1, यो भनेको R2, यो चाहिँ नलेख्ने हो हैन, मतलब यो चाहिँ बुझाउनुलाई मैले एकछिन लेखिदिएँ हैन। अब R1 मा गर्ने हो नि त हामीले, सो के गर्ने पर्ने 1/3 R1। यो गरेपछि यो 1 हुने रहेछ। अब अरु के हुन्छ त्यो फरक भएन के, यो चाहिँ कमसेकम यसलाई चाहिँ 1 बनाउनु पर्यो, जसरी एनी हाउ 1 बनाऊ। अब ल यसलाई सबैलाई 1/3 ले गरौँ। यो कति हुन्छ 1/3 इन्टु R1, 1/3 इन्टु R1 भनेको यो 1 नै भइगयो। अब यो 1/3 इन्टु कति हुन्छ -1 भयो हो। अर्को यो 11/3 भयो नि हैन, 11/3। अब हो हेर्दै जाउँ है, हेर्दै जाउँ। अब अर्कोमा त केही पनि गरेको छैन, त्यही भएर जस्ताको त्यस्तै लेख्दिउँ हैन। यो भयो। अब यसलाई 1 बनाएपछि यसलाई त 0 बनाउनु पर्यो अभियसली। यसलाई 0 बनाउनको लागि 9 - 9 गर्यो भने त 0 हुन्छ। अब के को हेल्प लिने, यसको हेल्प लिने। यसलाई 9 ले मल्टिप्लाई गरेर यससँग घटाइदियो भने त 0 भइहाल्छ यो। सो त्यही गरौँ है त। अब यहाँ यसलाई घटाउनु पर्ने, यसलाई 0 बनाउनु पर्ने। सो यहाँ लेख्दाखेरि के गर्ने, R2 लाई पर्फर्म गर्नु पर्यो हामीले। के गर्नु पर्यो, R2 माइनस 9 R1 हो के हैन त। अब यसरी गरेपछि यो 9 मा 9 भयो, यो पोजिटिभै छ, 9 - 9 0 भयो। सो अब अरु के हुन्छ यताउता भ्यालु फरक पर्दा त्यो के मतलब भएन। सो लेख्दिउँ यसलाई के रे 1 भयो यो, त्यसपछि -1, यो कति भयो 11/3 भयो, 11/3। अब यो कति भयो, यो 0 भयो हैन, यो 0 भयो। अब अर्को के छ, अब हेरौँ, रफ गरौँ, रफ यहाँ गरौँ, यही गरौँ रफ। जस्तो अब के छ, यहाँ गर्छ। अब कति हुन्छ, अब R2 भनेको कति छ यहाँनेरि -1 छ, -2 R2 यहाँनेरि -2 R2 छ है। यहाँनेरि हेरौँ R2 यहाँ छ हो। अब -9 इन्टु कति छ R1, R1 भनेको -1 छ। यो कति भयो -2 माइनस -9, यो कति -2 प्लस 9 भयो हो। यो भनेको कति भयो 7 8 9 हैन, 7 भने 7 भयो, त यो 7 भयो यहाँनेर। अब यो पनि छ हाम्रोसँग भनेपछि R2 पहिले लेख्ने छ यहाँ, R2 हो 5 छ, R2 भनेको 5। अब 9 इन्टु अब R1 भनेको 11/3 हो, 11/3। अब यसको लागि के गर्ने भनेछु मैले, यो 3 1 3 3 9 भयो हो। यो त गएको फ्र्याक्सनबाट, अनि 5 माइनस 33। सो कति भयो यो -28 हुने भयो नि, यो -28 हुन्छ हो, -28। ल यसलाई भयो। अब यताको काम सक्यो हाम्रो, 1 र 0 बनायो। अब के गर्ने, यसलाई 1 बनाउने, अगाडि 0 यसलाई बनायो भने मिस्टेक एन्सर आउँछ। सो पहिले यसलाई चाहिँ 1 बनाउने, अनि यतै 0 बनाउने यसलाई।
सो के गर्ने यसलाई 1 बनाउन अब हामीलाई सधैँ थाहा पाएकै हो के गर्ने 1/7 ले यसलाई डिभाइड गर्यो भने त यो त कटिहाल्छ नि हो अब त्यही गर्ने R2 मा हो यो भनेको रो R2 मा के गर्ने 1/7 R2 गर्ने 1/7 यो R2 मै गर्ने हो नि त भ्यालु चेन्ज गर्ने यसैकै हो अब यसमा भ्यालु चेन्ज गर्ने यसैमै हो र यसको पनि यहाँ हो भनेर यसरी बुझ्ने आफैले र यो अब गरौँ ल यो 1 भयो अनि त्यसपछि -1 भयो अनि त्यसपछि 11/3 भयो हो अब के गर्ने अब यो हेरौँ 1/7 इन्टु R2 के अरे 1/7 इन्टु R2 भनेको यहाँ कति छ 0 छ अगाडि यो त 0 नै भइगयो हो 0 राखौँ अब अर्कोमा के छ 1/7 इन्टु 7 भयो यो 1 भयो हो 7 7 कट्यो 1 भयो अब अर्को के छ -28 छ हो -28/7 हुन्छ हैन अब कति 7 4 28 7 7 4 28 त कति आयो त यहाँ -4 आन्सर आयो -4 यसलाई यसरी क्लोज गर्दिम है क्लोज गर्दिम ल अब यो क्लोज गरिसकेपछि चाहिँ अब के गर्ने अब यतिको काम सक्यो अब यसलाई 0 बनाउनु पर्ने अब हामीले यहाँनेर के गरिराख्नु पर्छ त यसैलाई यतिकै घटाइदियो भने यो त 1 1 नै छ यहाँबाट यसलाई यतिकै घटाइदियो भने सकिगयो हाम्रो 0 भइगयो हैन अब पर्फर्मिङ के गर्नु पर्यो R1 यसलाई 0 बनाउनु पर्ने कुनमा पर्फर्म गर्ने त्यो हेर्ने है अब यसमा के गर्नु पर्यो हामीले R1 प्लस R2 गर्यो भने हुन्छ अब यो भनेको के हो -1 प्लस 1 हो कि हैन त -1 प्लस 1 हो यो भनेको 0 सो अब यो के भयो अगाडि हेरौँ है अगाडि के हुन्छ त अगाडि हेरौँ अब अगाडि त के हुने भयो अब 1 प्लस 0 हुने भयो अगाडि हो अब यो भनेको त 1 नै भयो अभियसली अब यो कति भयो 0 भइगयो अब यता कति भयो 11/3 प्लस -4 छ हैन अब प्लस -4 छ अनि 11/3 -4 अब क्याल्कुलेटरमा गर्ने क्याल्कुलेटरमा के प्रेस गर्ने हामीलाई थाहा छ अब के गर्ने प्रेस ल हेरौँ है त अन गरौँ मोड अनि 3 गरेपछि यहाँ फ्र्याक्सनमा चल्छ यहाँ सानो देखिरहेको छ हैन अब के गर्ने भन्दाखेरि 11/3 -4 हेरौँ है हेरौँ 11/3 -4 गरेपछि यस्तो आयो -1/3 है यसलाई लेख्दाखेरि अब के लेख्ने यो 1/3 अब यहाँ के आउने रहेछ हाम्रो -1/3 हो -1/3 0 1 -4 अब के भयो त यो हाम्रो सबै कम्प्लिट भयो यस यो x = -1/3 y = -4 एन्सर त्यही छ बुकमा हेरौँ